कुनै पनि साइटमा छत ढलान गर्दा त्यसमा के कति सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग हुन्छ, कसरी थाहा पाउने? यसको बारेमा बुझौँ है त। यसका लागि सबैभन्दा पहिला हामीले चाहिँ स्ल्याबको लागि चाहिँ हामीले M20 ग्रेड अफ कङ्क्रिट लगेछौँ र यसको स्ल्याबको पहिला सुरुमा लेन्थ, लम्बाइ, चौडाइ र त्यसको थिकनेस के कति छ भनेर थाहा पाउनुपर्छ। मैले चाहिँ लगेको स्ल्याबको लम्बाइ चाहिँ 10 मिटर, चौडाइ चाहिँ 6 मिटर लगेँ। अब हाम्रो M20 ग्रेड अफ कङ्क्रिट भनेको चाहिँ कति हो भन्दाखेरि चाहिँ 1:1.5:3 हो। यसको मतलब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 1 बोरा सिमेन्ट, 1.5 बोरा बालुवा र 3 बोरा चाहिँ गिट्टी हुन आउँछ। अब यसको टोटल मिक्स पार्ट रेसियो भनेको चाहिँ यो तिनटैले जोड्दाखेरि चाहिँ 5.5 आयो। अब त्यसपछि चाहिँ अब यसको वेट भोल्युम भनेको चाहिँ स्ल्याबको डाइमेन्सनलाई मल्टिप्लाई गर्दाखेरि 7.5 मिटर क्युब आयो। अब यसलाई हामीले चाहिँ ड्राई भोल्युममा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले यो वेट भोल्युमलाई चाहिँ 54%ले चाहिँ के गरिदिन्छु त, इन्क्रिज गर्छु। अब यो इन्क्रिज गर्दाखेरि चाहिँ ड्राई भोल्युम चाहिँ 11.55 मिटर क्युब आयो। अब हामीले गर्नुपर्ने हुन्छ सिमेन्ट, स्यान्ड र एग्रिगेट के कति लाग्छ भनेर क्यालकुलेट। यसको लागि सिमेन्ट भनेको चाहिँ त्यसको रेसियो बाई अनि टोटल पार्ट्स र मल्टिप्लाई बाई ड्राई भोल्युम गर्दाखेरि चाहिँ यसको भोल्युम आयो 2.1 मिटर क्युब। अब यसलाई चाहिँ यो मिटर क्युबलाई चाहिँ हामीले नम्बर अफ ब्यागमा कन्भर्ट गर्दाखेरि चाहिँ 28.8ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। यो गर्दाखेरि चाहिँ 61 ब्याग अफ सिमेन्ट आयो। त्यसरी नै स्यान्डको लागि पनि सेम क्यालकुलेसन गर्दाखेरि चाहिँ यसको भोल्युम चाहिँ 3.15 मिटर क्युब आयो। त्यस्तै गरेर एग्रिगेट अथवा गिट्टीको लागि चाहिँ पनि त्यसरी नै क्यालकुलेट गर्दाखेरि 6.3 मिटर क्युब आयो। अब यसरी चाहिँ हाम्रो यति डाइमेन्सन भएको स्ल्याबका लागि चाहिँ 61 नम्बर अफ ब्याग सिमेन्ट लाग्ने भयो। त्यसरी स्यान्ड चाहिँ 3.15 मिटर क्युब भोल्युम जतिको लाग्ने भयो भने अब गिट्टी पनि 6.3 मिटर क्युब जति लाग्ने भयो। यसरी चाहिँ हामीले कुनै पनि अब स्ल्याबको ढलान गर्दाखेरि चाहिँ के कति मटेरियलहरू लाग्छ भनेर क्यालकुलेट गर्न सक्छौँ। यदि यो भिडियो जानकारीमूलक लाग्यो हामीलाई फलो पनि गर्नुहोला।